अहिले यहाँको वेदर एकदम दामी भएको छ। मेरो एभ्रिडे स्केचिङ जारी नै छ। अब स्केचिङको लागि एकदमै एक्सपेन्सिभ चिजहरू मात्र हुनुपर्छ भन्ने छैन। सिम्पल एउटा स्केच बुक होइन, अनि एउटा पेनले पनि गर्न सकिन्छ। त्यहाँबाट रहन्छ इन्सपिरेसन या त रेफरेन्स। अब के चाहिँ स्केच गर्ने एभ्रिडे है। मैले पनि यो एभ्रिडे स्केच गरेर त्यो फेस गरिसकेँ कि के गर्नुपर्ने नेक्स्ट भन्ने होइन। र मलाई लाग्छ कि धेरै सोच्नु हुँदैन, इन्सपिरेसन जता पनि छ। नेचरमा हेऱ्यो भने नेचरमा पनि छ, या त सिम्पल अब्जेक्ट्सहरू बनाउँदा पनि भयो, या त जेसँग आफू रेजोनेट गर्न सकिन्छ होइन, त्यो गर्दा भयो। अब मलाई जिब्ली मुभिज या त गिब्ली होइन त्यो मनपर्छ, अन्त म त्यसको सिन्सहरूसँग रिलेट गर्न सक्छु र मैले त्यो ट्राई गरेँ स्केच गर्ने। अब त्यसमा कलर्सहरू गर्न पनि सकिन्छ, नगर्दा पनि भयो, प्लेन राख्दा पनि भयो। मेन कुरा भन्ने स्केचिङ एभ्रिडे गर्ने। अब यो चाहिँ च्यालेन्ज थियो र मैले एभ्रिडे गरेँ होइन। कोही बेला अब मन लाग्दैन गर्नु, त्यो पनि ठिकै छ। कोही बेला नगर्दा पनि हुन्छ, गर्नैपर्छ भन्ने पनि छैन। बट अब एभ्रिडे गर्दाखेरि चाहिँ आफ्नो अब के सिक्न पाइन्छ होइन, आफ्नो स्किल्सहरू बढ्छ अनि मजा पनि आउँछ। कोही बेला अब हामीले भनेको जस्तो बनिँदैन, कोही बेला अब राम्रो पनि बनिन सक्छ, बट इट्स ओके होइन। यहीबाट त सिकिन्छ। सधैँ राम्रो मात्रै त कहाँ बनिन्छ र होइन। नराम्रो पनि आर्टै त हो नि, अन्त हामी यसरी नि त सिक्छौँ। इन्सपिरेसन हेर्दा मैले यो एउटा मजाको पिक्चर पाएको छु, यो इन्स्टाग्रामबाट पाएको हो मैले होइन। अन्त यो मजाको लागेर चाहिँ मैले यसलाई ट्राई गरेको छु गर्ने। अब यो पर्फेक्ट बनाउनुपर्छ, यस्तै बनाउनुपर्छ भन्ने छैन। अब जुन चाहिँ यसको एउटा एसेन्स छ होइन, कुकुरले पर्खिरहेको घरमा या त हेरिरहेको, त्यो राम्रो लागेर मलाई बनाउनु मन लाग्यो। सो दामी बनाउनुपर्छ या त अब एक्ज्याक्ट हुनुपर्छ भन्ने छैन, वेल डिटेल्ड होइन बनाउँदा पनि हुन्छ। तर मेरो अब बनाउने स्टाइल चाहिँ यस्तो छ, हल्का लुज टाइपको होइन। अब आई इन्जोय दिस स्टाइल। तपाईँहरूले पनि यस्तो कुनै पिक्चर छ होइन जो मनपर्छ भने बनाउन सक्नुहुन्छ। अब पर्फेक्ट डिटेल्ड बनाउनुपर्छ भन्ने छैन, हामी यसरी गर्दा गर्दा त राम्रो हुँदै जान्छ होइन। म त प्रायः रुमभित्र बसेर होइन कम्फर्टेबल भएर स्केच गर्छु। कोही बेला मलाई पनि लाग्छ कि मैले सोचिरहेको छु कि बाहिर गएर पनि एउटा स्केच गरौँ भनेर। तर अहिले त वेदर राम्रो छ, घरिघरि फेरि पानी पर्छ, सिन्स दिस इज रेनी सिजन। तर मलाई एउटा इच्छा छ बाहिर गएर पनि खुल्ला उयसमा बसेर खुल्ला आकाश मुनि बसेर एउटा स्केच गर्ने। जुन कुराले आफूलाई खुसी दिन्छ त्यो कुराहरू एभ्रिडे सिम्पल होइन कम्ती नै भए पनि गरेको चाहिँ राम्रो हो जस्तो मलाई लाग्छ। सबैको त्यस्तो चिजहरू त हुन्छ। थ्याङ्क यू अल फर वाचिङ, होप आई इन्स्पायर यु अल।